हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई च्यानल। मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। धेरै दिन भयो भिडियो नबनाएको। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। लेट्स बिगिन द भिडियो। आजको भिडियो चाहिँ मेरो छोरीको चाहिँ एकदम फेभरेट तरकारी हो क्या। अनि मेरो छोरीको फेभरेट तरकारी भन्दा चाहिँ धेरैजना अचम्म पर्नु होला। अनि 27 महिनाको भयो, त्यो पनि उसलाई तरकारीहरू एकदम मनपर्छ क्या। अनि म चाहिँ उसलाई खाना पनि दाल भात र तरकारी नै हालेर दिने गरेको छ, अनि उसले मजाले खान्छ। अनि त्यस्तो चाहिँ यसको श्रेय चाहिँ मेरो मम्मीलाई जान्छ क्या होइन। म जति बेला पनि मेरो मम्मीबाट जाँदाखेरि चाहिँ मेरो मम्मीले तरकारी पाकिसकेपछि चाहिँ जहिले पनि कसैहरूमा राखेर आफू पनि खानुहुन्छ अनि उसलाई नि खुवाउनुहुन्थ्यो कि। त्यस्तो गर्दा गर्दा अब उसलाई चाहिँ तरकारी खाने बानी लागेको छ क्या। अनि यो चाहिँ मलाई चाहिँ एकदम इजी भएको छ क्या। मलाई आई डोन्ट निड टु मेक जाउलो एन्ड थिङ्सहरू बनाउनु पर्ने जरुरत छैन मलाई चाहिँ। अनि त्यो भएर सजिलो भएको छ। अनि आजको भिडियो चाहिँ मैले मेरो छोरी बिराम भइरहेको थियो अस्ति। यो मौसम चेन्ज हुने बेलामा एकदम धेरै ज्वरो आएर रुवाखोकी लागेको थियो। अनि म चाहिँ ज्वरो आएको बेलामा उसलाई गाईको दुध दिँदिनँ क्या कहिले पनि। ज्वरो आयो भने म उसलाई घिउ र दुध चाहिँ बन्दै गरिदिन्छु। अनि रुगा लाग्दा चाहिँ 2-3 दिन चाहिँ दिँदिनँ दुध, अनि त्यस पछाडि चाहिँ दिन्छु उसलाई। अलिक सजिलो भएपछि चाहिँ दिने गरेको छु। म चाहिँ त्यसरी बनाउँछु। अनि छोरी बिराम भएको बेला 2-3 लिटर 4 लिटरै दुध जस्तो बसेको थियो कि गाईको दुध। अनि त्यही दुधको चाहिँ पनिर बनाउँछु। 2 प्याकेट चाहिँ के पनिर बनाउँछु भनेर छुट्याएँ। अनि 1 प्याकेट चाहिँ छ अझै पनि। त्यसलाई चाहिँ जुजु दही बनाउनु ट्राई गर्छु। आई रियली वान्ट्स टु ट्राई दिस फर वान्स। मैले बनाएको छैन अहिलेसम्म चाहिँ, अब कस्तो हुन्छ मलाई थाहा छैन। आई डेफिनेटली सेयर विथ यु भिडियो। अनि यो पनिर चाहिँ होइन, मलाई यो पसलबाट लिएर आएको पनिरमा एउटा चिज चाहिँ के मन पर्दैन, एकदम धेरै त्यो भेनिगरको स्मेल आउँछ नि त। मलाई चाहिँ त्यो भेनिगरको स्मेल मन पर्दैन क्या। अनि त्यो भएर चाहिँ म चाहिँ भेनिगरको स्मेलहरू आएको पनिरहरू खासै खाँदिनँ। अनि काँचो खाना चाहिँ मन पर्दैन कि मलाई। पकाएर त म खान्छु डेफिनेटली आई। अनि तर काँचो चाहिँ मलाई मन पर्दैन। अनि तर घरमा बनाउँदा चाहिँ म भेनिगर हाल्दैन। हजुरहरूलाई मनपर्छ भने चाहिँ भेनिगर हाल्नु होला। दुध मजाले उमाल्नुपर्छ। अनि त्यसपछि चाहिँ त्यसमा भेनिगर हालेर फटाउने गर्नुहुन्छ प्रायः जसोले। म चाहिँ कागती हालेर फटाउने गरेको छु। कागती राखेर 2-3वटा कागती सानो छ भने 2-3वटा, ठुलो छ भने एउटा आधा या फिर 2टा भयो भने पुग्छ। कागती राखेर मजाले दुध उमालेर फटाइदिने। अनि त्यसै चाहिँ मसँग कटनको कपडा थिएन कि, त्यो भएर कटनको कपडा नभएको भएर चाहिँ मैले चाहिँ मसँग एउटा जाडो महिनामा लगाउने कुर्ताको सल थियो कि। अनि त्यो सलको चाहिँ पछिबाट जस्तै छ कटन टाइपकै कपडा थियो। अनि त्यही भएर त्यसलाई राम्रोसँग धोएर काटेर अनि त्यसैमा मैले चाहिँ पनिरको डल्लो बसालेको थिएँ कि। अनि एकदम राम्रोसँग भएको थियो। प्योर पनिर जुन हाम्रो पसलबाट किनेर ल्याएको पनिरहरूमा जुन चिपचिपापन हुन्छ नि, त्यस्तो डेफिनेटली थिएन। एकदम मिठो क्या। कस्तो मिठो भएको थियो त्यो पनिर होइन। मैले काँचो पनि खाँथेँ। अनि कस्तो मिठो भएको थियो। मेरो छोरीलाई त एकदम मनपर्छ पनिर। अनि यो पनिरलाई चाहिँ एउटा काम के गर्न सक्नुहुन्छ भने हजुरहरूले चाहिँ भुट्नु पर्दैन है। यो पनिरलाई चाहिँ तेलमा भुटिराख्नु पर्दैन अर्को पनिर जस्तो। मैले चाहिँ बिर्सेर मैले भुटेको हो, नत्र त म नभुटिकन नै पकाउँथेँ होला। घरमा बनाएको हो नि त। अनि त्यो कागतीको पनि स्मेल थिएन कि। कस्तो मिठो, अर्कै टेस्ट थियो क्या। मतलब अर्कै टेस्ट। म चाहिँ टेस्टलाई चाहिँ मैले भनिराख्नै सकेको छैन कि कस्तो थियो भनेर। त्यस्तो मिठो टेस्ट थियो। अनि अरू त ग्रेभीमा बनाउने हो। मैले पहिला पनि मेरो भिडियोमा हालेको छु। मैले मेरो च्यानलमा पनिरको भिडियोहरू त मैले पहिला नै हालेको, तर यो चाहिँ अलिक स्पेसल छ। त्यो भएर तरकारी पनि बनाएर हाल्छु भनेर सोचेँ। अनि जाऊ उता गएर खेल ओके। मेरो छोरी चाहिँ क्यान्डल लिएर हिँडिरहेछ, मलाई देखाउन आइरहेछ। अनि पनिरलाई फुटेर त्यसपछि बनाउने गरेको भएर मैले चाहिँ त्यसरी बनाएँ। हजुरले चाहिँ मन छैन भने चाहिँ भुट्न सक्नुहुन्छ, नभुटिकन बनाउन सक्नुहुन्छ। अनि त्यसपछि मजाले ग्रेभीमा पकाउने मेरो स्टाइल हजुरहरूलाई भिडियो हेरिरहनु भएको छ भने थाहा छ, प्रायः जसोलाई थाहा छ होला। मलाई सँग लाग्यो भने म तरकारी जहिले पनि ग्रेभीमा बनाउँछु। मलाई चाहिँ एकदम मनपर्छ होइन यसरी बनाउँदाखेरि। अनि एउटा टिप्स चाहिँ आइएम स्योर धेरैजनालाई थाहा छैन होला सायद, अनि धेरैजनालाई थाहा छ पनि होला हो कि। पनिरलाई चाहिँ हामीले जब भुट्छौँ नि, भुटिसकेपछि चाहिँ हामीले यतिकै राख्दा एकदम हार्ड हुन्छ। अनि पकाइसक्दाखेरि नि ग्रेभीमै पकायो भने त्यो पानी अलिक बढी भयो भने चाहिँ सफ्ट हुन्छ। नत्र त्यो पानीले छोपेन, त्यो ग्रेभी मात्र भएर बस्यो, पानी पनिर आयो भने चाहिँ त्यो पनिरको चोक्राहरू रह्यो भने चाहिँ एकदम हार्ड हुन्छ नि। त्यसको लागि चाहिँ पनिरलाई फ्राई गरिसकेपछि चाहिँ पानीमा डुबाएर राखिदिने क्या। नर्मल पानीमा, तातो पानी चाहिँदैन, नर्मल पानीमा मजाले डुबाएर राखिदिने। त्यसरी डुबाएर राख्दाखेरि चाहिँ अनि पनिर चाहिँ एकदम सफ्ट भइरहन्छ। अनि जब हजुरले यसरी मैले बनाएको जसरी ग्रेभीमा बनाउनुहुन्छ नि,
यसको टेस्ट त मतलब अलग्गै लेभलको हुन्छ। त्यो पनिरमा जुन त्यसको यो ग्रेभीको टेस्टहरू भित्र छिर्छ, वाउ एकदम जुसी एकदम सफ्ट स्पोन्ज जस्तो हुन्छ क्या पनिर। मैले भिडियोमा हातमा लिएर देखाएँ होइन। अनि मटर हाल्दाखेरि चाहिँ जहिले पनि ग्रेभीमै मटर राख्दैन, सुरुमै ग्रेभी बनाउँदा मटर राख्यो भने चाहिँ मटर एकदम सफ्ट हुन्छ क्या। अनि सफ्ट भइसकेपछि चाहिँ अनि ग्रेभी पछि पकाउँदाखेरि एकदम धेरै सजिलो हुन्छ होइन, त्यो बिग्रिँदैन नि त, पाक्दैन कि प्रायः चाहिँ पाक्दैन, त्यो पछि राख्दाखेरि चाहिँ पाक्दैन। त्यही भएर ग्रेभी पकाउँदाखेरि नै पनिर पकाउँदैन, अनि त्यो सरी के भन्छ मटर पकाइदिने, अनि त्यसपछि एकचोटि छाम्ने चेक गर्ने, अलिकति सफ्ट भयो भने चाहिँ अनि पनिर हालिदिने, अनि पनिरलाई मजाले एकछिन ग्रेभीमा पकाउने। अनि त्यसपछि अर्को कुरा चाहिँ म प्रायः चाहिँ बेसन राखेर यसलाई एकदम धेरै के अरे ग्रेभी बनाउनु परिरहेको छु। हजुरलाई चाहिँ यसरी बनाउनु मन छ भने चाहिँ ग्रेभी बनाउनु सक्नुहुन्छ। ग्रेभीको लागि चाहिँ कुनै पनि पिठो राखेर हजुरले ग्रेभी बनाउनु सक्नुहुन्छ होइन। मलाई चाहिँ अलिकति थिक ग्रेभी मनपर्छ, त्यो भएर चाहिँ म चाहिँ त्यसरी बनाउने गरेको छु। अनि अर्को कुरा, अनि त्यसपछि त धनिया सनिया राखेर मन लाग्यो राखे हुन्छ, नराख्दा मन लाग्यो नराख्दा हुन्छ, अनि एकदम मिठो हुन्छ। मैले चाहिँ यसरी बनाएर खाने गरेको छु। हजुरले ट्राई गर्नु भएको छैन भने डेफिनेटली ट्राई गर्नु होला। अनि त्यसपछि आज मैले एकदम धेरै लामो कुरा गरेँ, थाहा छैन के बोल्यो भनेर पनि थाहा छैन। मेरो भिडियो हेरेर साथ दिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि मन पऱ्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि डोन्ट फर्गेट टु सब्सक्राइब। एन्ड थ्याङ्क यू अगेन एन्ड अगेन। अनि मेरो च्यानलमा चाहिँ 32 जना सब्सक्राइबर हुनुभएको छ, थ्याङ्क यू सो मच त्यसको लागि चाहिँ। अनि यो पनि मेरो लागि एकदम धेरै अचिभमेन्ट हो। मैले यत्तिकै खोलेर थिएँ च्यानल, मतलब अल्छी लागेर यत्तिकै खोलेर यत्तिकै भिडियो हाल्छु भनेर राम्रोमै भिडियो हालिदिएको थिएँ, तै पनि हजुरले मन पराएर यति धेरै लाइक गरिदिनु भएको छ, मन पराइदिनु भएको छ, थ्याङ्क यू सो मच। अनि आजको लागि